एउटा गर्लफ्रेन्ड भएकोले खिच्ने हो कि अनि फेरि एक्सट्रिम एनर्जी ड्रिङ्कको स्टल थियो भन्दा रिफ्रेसमेन्ट बुथ थियो अनि फेरि न्युड भोड्का छ नि न्युड भोड्काको पनि उस त्यो टेस्टिङ टाइपको पनि थियो अनि फेरि प्लस अब न्युड एक्सट्रिम हाम्रो स्पोन्सर होइन यो चाहिँ अब डे 1 को भिडियो हो डे 2 मा अर्कै जस्तै अब सुरुमा डे 1 मा चाहिँ कस्तो कस्तो रहेछ कन्टेस्ट भन्दा नि अलिक एक्स्ट्रा चाहिँ के भयो भने चाहिँ भिन्टेज राइडरहरूलाई बाहिरको भन्दा इन्डियाबाट आएको हाम्रै गेस्टहरूले हाम्रो यहाँको लोकल भिन्टेज राइडरहरूलाई वेलकमिङ प्रोग्राम थियो क्या बाजा सेकेन्ड डे चाहिँ हाम्रो के भयो सेकेन्ड डे फेरि ट्र्याक अनि यता फेरि कन्टेस्टहरू भइरहेछ यहाँ को हुनुहुन्छ ल भाइ जोडले नमस्कार सुरु गर्नुभयो हजुर हुन्छ सबै हाल्दैन आडा हाले नि हुन्छ होला आधा त पछि तिन्छ त्यस्तै गर्छ क्या कस्तो भयो उतै हुन्छ कि भिडियो कस्तो त हुन्छ कि त्यस्तो दाइ यो आएको त बियर नै छ माथिदेखिसम्म नखानु ल धागो चाहिँ एकैचोटि खाने डागो है हो त्यो डागो त्यो सेतो धागो निकालो अरू खाऊ नफाल है भाइ नफाल है माथि चुन छाट फेरि ल अब हजुरले खानु त भयो खाइसक्नु भयो हजुरले खानु के ल कस्तो लाग्यो भन्नु पर्यो नि त कस्तो लाग्यो फुल बस्छ जस्तो है ल हजुरले खानु त त्यही के हुन्छ अनि लास्टमा खानुलाई त अनि मलाई अलि ठुलै खान्थ्यो होला अलि रिएक्सन देखेर चाहिँ अलि तर यो बोल्नेरै रहेछ यसो हेर्दा हैन भित्र बन्नेर नि हुन्छ अलि ठुलो खानु न सबभन्दा उ त्यो बोसो देखेको होला कि हो त्यो होला हो यो बल्ल पो खाए जस्तो हुन्छ मुख नै ठुलो हुन्छ होला गोटाले खायो त हैन न खानु न ल ल ल त्यही चिल्लो हटाउ ल सेन्ड इट ल ल ल मुखमै नहटेको ललिपप हुन्छ रोस्ट हुन्छ यिनीहरू चिकनहरू आइटम नि माथि चिकेला नि बियर खानु सुकुटी खाने कि यो सँग अनि सुकुटीहरू ललिपपहरू कस्तो लाग्यो चिकन त्यति मिठो हुँदैन चिकन ललिपप किन त अब खाइन्न क्या म त सक्यो कि बिस्तारै खाने क्या टाइम कति बेलासम्म पुग्छ यस्तो नखान्छ मुखै एउटा ग्रेभी नै गरौँ होइन अहिले सुकुटी के सुकुटी होइन चिकन माछा ललिपप साथ चिकन साथैको चिकन चिल्लीहरू पनि सही हुन्छ कि त्यस्तोहरूसँग खानु त्यही सोधेको दाइलाई केही भन्नु कस्तो लाग्यो खाना पनि बढी खाऊ मिठो